चाइनिज खानेकुरा है साथीहरू। यो चाहिँ आज चाहिँ जाडो पनि छ, कामबाट नि आएको, भोक लाग्यो, त्यसैले मैले चाहिँ यहाँ नुडल्स र्यामेन नुडल्स बनाएर खाना पर्यो खाजा भनेर खस्यो के साथीहरू। बनाएको एउटा हातमा मोबाइल छ के साथीहरू, त्यसैले छोराले नि मन पराउन्न, बुढाले नि खानुहुन्न, त्यसैले आफू एक्लै भए नि बनाएर खाना लाग्यो कि साथीहरू। जाडोमा मलाई चाहिँ फेरि यस्तै मनपर्छ भातहरू भन्दा। बुढो मान्छेहरूलाई चाहिँ भात मन पर्दैन साथीहरू, के गर्नु। छोराले नि यस्तो कुराहरू खाँदै खाँदैन मरि काटे। जाडोमा तातो तातो है साथीहरू। कति धेरै भएछ के साथीहरू, है तेरिका।